So we have very distinguished panelists with us right here. So पहिलो प्रश्न चाहिँ मैले हाम्रो प्रेसिडेन्ट सरलाई गर्न चाहे। हाम्रो प्रवीण कुमार झा सर हुनुहुन्छ। यहाँ आउनुभन्दा अगाडि म एकदमै डरेर थिएँ। माई ह्यान्ड्स लिटरली सेकिङ। तर उहाँहरूलाई देखिसकेपछि चाहिँ होइन स्ट्रिक्ट हुन जस्तो छ जस्तो लाग्दैछ। सो फर्स्ट क्वेसन मैले हाम्रो प्रवीण कुमार झा सरलाई गर्न चाहे। गुरुकुलको एनर्जी कस्तो छ सर? गुरुकुलको अडियन्सको, गुरुकुलको फ्याकल्टी मेम्बर्सको र मेरो एनर्जी कस्तो छ सर? यो प्रश्न भनेको चाहिँ राम्रै एन्सर आओस् भनेर आएको प्रश्न हो। किनभने गुरुकुलको एनर्जी मात्र सोधेको भए चाहिँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुँदैन थियो होला। मेरो एनर्जी पनि भनेपछि त एकदम खतरा छ। लेट्स गो। ओके, सो अब हाम्रो प्यानलिस्टहरूलाई चाहिँ अब म हाम्रो फर्मली स्टार्ट गर्न चाहेँ हाम्रो प्यानल डिस्कसन। त्यसको लागि चाहिँ म उहाँहरूलाई हाम्रो प्यानल डिस्कसनको स्ट्रक्चर कसरी हुन्छ त्यो बुझाउन चाहेँ। सो मैले केही हाम्रै स्टुडेन्ट्सहरूबाट उहाँहरूकै सजेसनमा केही क्वेसन्सहरू प्रिपेयर गरेको छु र त्यो क्वेसन्सहरू चाहिँ मैले उहाँहरूलाई सोध्नेछु र त्यो क्वेसन्सको आन्सर चाहिँ हामीले हजुरहरूबाट एक्सपेक्ट गरेको छौँ र त्यसरी चाहिँ हाम्रो प्यानल डिस्कसन अगाडि बढ्छ। के अरे हजुर रिसनजी त्यो चाहिँ हामी 12:30मा सघाउनु पर्ने हुन्छ। ए हजुर, तपाईँले क्वेसन चाहिँ त्यो अलि त्यही हिसाबले सोध्नु। ए भइहाल्छ सर। ओके, सो अगेन मैले फेरि हाम्रो फर्स्ट फर्मल क्वेसन हो है। सो यो क्वेसन चाहिँ मैले अगेन सिए प्रवीण कुमार झा सरलाई नै सोध्न चाहेँ। अब यो स्टोरी त हामीले सुनिराखेकै हो, तर यो स्टोरी जति सुने पनि हामीलाई अझै सुनौँ जस्तो लाग्छ कि। सो कस्तो भन्दाखेरि एउटा सिए स्टुडेन्ट हुँदै त्यसपछि इन्स्टिट्युटको मेम्बर हुँदै त्यसपछि अब इन्स्टिट्युटको काउन्सिलमा गएर आज प्रेसिडेन्टसम्मको पोजिसनमा पुग्नु भएको छ। केही अकाउन्टिङ सेक्टरमा सानोदेखि सानो प्रब्लम र ठुलोसम्म ठुलो प्रब्लम भयो भने पनि द पर्सनालिटी द्याट वी लुक अप टु इज यु। सो यो लामो जर्नी कसरी तय गर्नुभयो? अफकोर्स त्यहाँ धेरै हर्डल्सहरू थियो होला। सो यो लामो जर्नीमा चाहिँ हजुरले के कस्तो अब्स्ट्याकल्सहरू फेस गर्नुभयो, त्यो अब्स्ट्याकल्सहरूलाई कसरी फेस गर्नुभयो र त्यसपछि कतिको प्रेसर छ त आइक्यानको प्रेसिडेन्ट हुँदा, यो कुरा हामीलाई भनिदिनु पऱ्यो सर। धन्यवाद श्री थापाजी। तपाईँ कुन लेभलको स्टुडेन्ट? म क्याप्टेन। ए सर के अरे म चाहिँ अहिलेको परिस्थितिमा अलि डिफ्रेन्ट प्रकृतिको पर्सनल मान्छे अलि म फरक छु। म सोसियल मिडियामा छैन। आई डोन्ट लाइक टु टक अबाउट माइसेल्फ। तर यो प्रश्नै मसँग रिलेटेड भएकोले चाहिँ म एड्रेस एकदम ब्रिफली गर्न चाहन्छु। म आजसम्म चाहिँ म आफ्नो कुरा चाहिँ पब्लिकमा खासै चाहदिनँ। अनि तर अहिलेको प्रश्न चाहिँ के गर्यो भन्दाखेरि स्टुडेन्ट लाइफमा चाहिँ म कीर्तिपुरको ल्याबोरेटरी स्कुल भन्नेमा पढेको। अनि स्टुडेन्ट हुँदाखेरि चाहिँ नम्बर जति जे आएको भए पनि जिन्दगीमा आँटीको कुरा चाहिँ जे पनि गर्न सक्छु भन्ने कन्फिडेन्स थियो। अनि जिन्दगीमा आजसम्म पनि त्यो कन्फिडेन्स चाहिँ छ है, जुन चाहिँ अहिले म यहाँ भन्नेवाला छु। हामी सबैको मनमा होस्। मैले आँटेको कुरो चाहिँ अहिले हामीले यहाँ गफमा के सुन्यौँ भन्दै सिए खतरा गाह्रो, यसमा पनि हामी यस्तो सबै कुरा नेगेटिभ कुरा हुन्। आँटेको कुरा सकाइदिन्छु भन्ने कन्फिडेन्स हुनुपर्छ। सबैजनालाई के रिक्वेस्ट गऱ्यो भने इच एन्ड एभ्री वान अफ यु इफ यु बिलिभ कि म गर्न सक्छु यु विल डु इट। त्यही सन्दर्भमा चाहिँ म चाहिँ अलिकति ब्रिफली भन्दाखेरि म चाहिँ फिजिक्स पढ्ने मेरो प्लान थियो। मेरो बाबा पनि फिजिक्सको टिचर। अनि फिजिक्स पढ्ने मेरो प्लान थियो। सडनली मेरो दाइले पनि फिजिक्स पढ्थ्यो। अनि मेरो दाइले पनि फिजिक्स पढिदिएपछि मैले चाहिँ अब साइन्स चाहिँ छोड्नुपर्ने भयो। इन्जिनियरिङ पढ्ने प्लान थिएन। अनि त्यसकारण चाहिँ मैले अनि सिए भनेको गाह्रो हुन्छ भन्यो। तर गाह्रो अघि एज आई सेड जिन्दगीमा गाह्रो रहेछ तर्सिने कुरै छैन। सो यु क्यान डु इट भन्ने हो। अनि त्यसपछि चाहिँ कस्तो हुन्छ भन्दा यु सुड नट सर्ट टर्ममा गेन हुने डिसिजन चाहिँ गर्नु हुँदैन जस्तो लाग्छ लाइफमा। इफ यु आर डेडिकेटेड म 11-12 चाहिँ सेन्ट जेभियर्स कलेज माइती घरमा पढेको। सो त्यहाँनिर चाहिँ त्यसको चाहिँ डेडिकेटेड फर एक्सिलेन्स भन्ने स्लोगन छ। त्यो स्लोगनले के भन्छ त भन्दाखेरि when your work cycle is dedicated to excellence, when you are like planning to excel in whatever you do, you tend to get places.
So it was not planned to become the president of ICANN or whatever. Whatever has come because त्यो consistent एक्सिलेटरमा खुट्टा या एक्सिलेटरमा हात चाहिँ राखिरहेकोले र गुड डिड्स गरिरह्यो भने पुगिँदो रहेछ भन्ने कुरा हो जस्तो लाग्छ। सो अरू कुरा चाहिँ अलिअलि चाहिँ डेस्टिनीले पनि गरे हुनसक्छ जस्तो लाग्छ। अब म योभन्दा अलिक बढी नभनौँ। अनि वर्कलोड चाहिँ कस्तो छ भन्दाखेरि हाम्रो नेपाल चाहिँ विश्वमा अलिकति युनिक के छ भन्दा आइक्यानको प्रेसिडेन्ट र भाइस प्रेसिडेन्टको सर्टिफिकेट अफ प्र्याक्टिस चाहिँ सस्पेन्डेड हुन्छ। सो तलब चाहिँ आउँदैन तर काम पनि गर्न पाइँदैन। सो यो चाहिँ 2 वर्ष चाहिँ सेभिङ्सबाट बाँच्ने हो, त्यो काम चलिरहेछ। अब 6 महिना बाँकी छ। थ्याङ्क यू सो मच सर। अब मेरो अर्को क्वेसन चाहिँ हाम्रो एक्जिक्युटिभ डिरेक्टर सरलाई रहेको छ। गाइज अब एउटा इन्ट्रेस्टिङ कुरा भनिदिन्छु म सुरुमा। अब हाम्रो प्यानलिस्टहरू यस्तो डिस्टिङ्ग्विस प्यानलिस्ट आउने भनेपछि हामी धेरैजनाको रिसर्च टिम थियो। हामी 2 जनाले रिसर्च गरेको थियौँ र अनि हामी 2 जनाले रिसर्च गर्दाखेरि हामीले एकदमै इन्ट्रेस्टिङ कुराहरू भेटाएको भनेको चाहिँ हाम्रो नयाँ एक्जिक्युटिभ डिरेक्टर सर सुरेन्द्र सरको बारेमा हो। अब जेनरली हामी सिए स्टुडेन्ट्सहरूले चाहिँ खालि बुक्स पढ्न मात्र भ्याउँछौँ, हाम्रो साइड क्वेस्टहरू केही पनि हुँदैन भन्ने खालको हाम्रो एउटा एलिगेसनै भनौँ, त्यस्तो खालको हुन्छ। हामी अलिक बुकिस हुन्छौँ भन्छन्। तर सुरेन्द्र सरलाई हेर्नुभयो भने त्यो सबै थट्स रङ प्रुभ हुन्छ। हि डज आर्ट, हि राइट्स पोएम, हि सिङ्स सङ, अमेरिकन पप कल्चरको गीतहरू गाएको भिडियो देखाएको थिएँ मैले उहाँको। अनि हि अल्सो प्लेज गिटार। सो एउटा पर्सनालिटीले एउटा मान्छेले यो सबै कुरा चाहिँ कसरी गर्न सक्छ त, होइन? हामी वी विल गेट ब्याक टु द्याट क्वेसन। तर अहिलेलाई चाहिँ मैले सरलाई क्वेसन सोध्न चाहेँ। एज अ न्यू एक्जिक्युटिभ डिरेक्टर, हजुर नयाँ एक्जिक्युटिभ डिरेक्टर हुनुहुन्छ होइन? अब नयाँ भनिन्छ, क्वाइट टाइम भइसक्यो हजुर आइक्यानमा हुँदा, बट स्टिल नयाँ नै भनेर भने मैले। सो वाट भिजन्स डु यु ब्रिङ इन टेबल? आइक्यानले नयाँ हाइटमा लान, नयाँ होराइजन्समा लानको लागि हजुरले के कस्तो भिजन्स ल्याउनु भएको छ त? र स्पेसली स्टुडेन्ट्सको इस्युलाई एड्रेस गर्ने चाहिँ हजुरको टेक के हुनेछ त? Thank you, Rishan. Actually, I have joined ICANN just 1.5 months ago, and I think as a chartered accountant and as being a professional, मैले चाहिँ के सोचेछु भन्दाखेरि the institute is actually, this institute is established because of the students. So I need to focus on how to develop how to bring the programs which develops student and which makes a bigger growth to the students in such a way that भनौँ न एउटा कस्तो खालको मैले सोच बनाएको छु भन्दाखेरि first focus has to be not only to give them the degree, rather to enable them to make them a leader in the business and in the sector which they choose. In the sense that अब यस्तो छ कि अहिलेको अवस्थामा अहिलेको टाइममा हामीलाई जुन कम्पिटिसन छ, जुन किसिमको रिक्वायरमेन्ट्स छ, टेक्निकल रिक्वायरमेन्ट्स, रेगुलेटरी रिक्वायरमेन्ट्स अर वाट्सएभर काइन्ड अफ यो बिजनेस कम्पिटिसन सबै चिजलाई हेरेर हामीले स्टुडेन्ट्सलाई एउटा खालको इनेबलिङ इन्भाइरोमेन्ट दिनुपर्छ, टेक्नोलोजी ड्रिभन र सँगसँगै एउटा इन्डस्ट्रीसँग कसरी कनेक्सन गराउने र सँगसँगै एउटा इथिकल ब्याकग्राउन्डमा अगाडि प्रोफेसनल्ली चाहिँ ग्रो गराएर लान चाहिँ म फोकस गर्छु। Thank you so much, sir. We of course wish you a very successful career. अब मेरो अर्को क्वेसन रहेको छ हाम्रो भेरी यङ गौरव खतिवडा सरलाई। र अब फेरि गौरव खतिवडा सरको बारेमा रिसर्च गर्दा चाहिँ कस्तो यङ गौरव सर भनेर हामी रिसर्च गरिरहेर चाहिँ कुरा गर्दै थियौँ कि। सो अनि त्यसपछि फर्दर उहाँ चाहिँ आइक्यानको बोर्ड अफ स्टडिजको सेक्रेटरी पनि हुनुहुन्छ, फर्दर एज अ असिस्टेन्ट डिरेक्टर अफ आइक्यान पनि काम गर्दै हुनुहुन्छ। सो यति ठुलो रेगुलेटरी बडीको यति सानो एजमा यत्रो पोजिसनमा पुग्दाखेरि कतिको प्रेसर फिल हुँदैछ? Thank you, Rishan, for the question. As you mentioned, म चाहिँ वान अफ द त्यस्तो लकी इन्डिभिजुअल्स हो जस्तो लाग्छ जो चाहिँ इन्स्टिट्युटको लागि फर्स्टमा एउटा जेनरल पब्लिक अथवा स्टेक होल्डर, त्यसपछि स्टुडेन्ट, त्यसपछि मेम्बर र त्यसपछि एज अ स्टाफको रूपमा र यहाँले भन्नुभएको जस्तै बोर्ड अफ स्टडिजमा एज अ सेक्रेटरीको रूपमा म इन्गेज हुने मैले अपर्च्युनिटी पाएको छु। सो म एक हिसाबले चाहिँ एकदमै यसरी यो चारवटै रोल फुलफिल गर्न पाउने इन्डिभिजुअल्स चाहिँ हामीले हातमा गर्न सक्ने इन्डिभिजुअल्स मात्रै हो जस्तो मलाई लाग्छ। सो आई कन्सिडर माइसेल्फ टु बी भेरी लकी इन द्याट एस्पेक्ट। यहाँले जुन प्रेसरको कुरा गर्नुभयो
मैले अहिले इन्स्टिट्युट जोइन गरेको अराउन्ड 2 इयर्स एन्ड 1 मन्थ जति भएको छ र मलाई इन्टरभ्यू त्यो टाइममा लिँदाखेरिमा 2वटा डिभिजनमा चाहिँ पोजिसन खाली रहेछ, एउटा क्वालिटी एस्योरेन्स, अर्को एजुकेसन डिभिजन। र मैले आफ्नो इन्ट्रेस्ट चाहिँ एजुकेसन डिभिजनमा देखाइसकेपछि मलाई चाहिँ एजुकेसन डिभिजनमा काम गर्ने अपर्च्युनिटी प्रोभाइड गर्नुभएको थियो र मेरो टोटल 2 वर्षको जर्नी मध्ये 1.5 वर्षको जर्नीमा चाहिँ मैले एजुकेसन डिभिजनमा एज अ सेकेन्ड म्यानको रूपमा चाहिँ काम गर्ने मौका पाएको थिएँ र त्यो 1.5 वर्षको जर्नी चाहिँ मेरो लागि एकदमै इम्पोर्टेन्ट थियो, किनकि मैले त्यो टाइममा इन्स्टिट्युटमा के कस्तो कामहरू हुँदो रहेछ, स्टुडेन्ट प्रब्लम के हो जुन मैले एज अ स्टुडेन्टको रूपमा पनि फेस गरेको थिएँ र इन्स्टिट्युटमा एज अ स्टाफको रूपमा बसिसकेपछि पनि फिल गरेको थियो। त्यो सबै कुरा मैले अन्डरस्ट्यान्ड गरेर पछिल्लो 6 महिनादेखि बोर्ड अफ स्टडिजका एज अ सेक्रेटरीको रूपमा बस्दाखेरि मैले यो अपर्च्युनिटीलाई एज अ प्रेसरको रूपमा होइन कि एज अ इन्जोयमेन्ट, एज अ लर्निङ अपर्च्युनिटीको रूपमा चाहिँ यसलाई युज गरिरहेको छु र बोर्ड अफ स्टडिजमा प्रेसिडेन्ट सर, भाइस प्रेसिडेन्ट सर, इडी सर लगायतका जो मेम्बर्सहरू हुनुहुन्छ उहाँहरूले पनि प्रत्येक स्टेपमा मलाई चाहिँ गाइड गर्दै गर्नुभएको, सहयोग गर्नुभएको कारणले गर्दाखेरिमा चाहिँ मैले यसलाई एज अ प्रेसरको रूपमा होइन कि एज अ इन्जोयको रूपमा चाहिँ लिइरहेको छु र प्रेसर अभियसली जता गए पनि हुन्छ, तर मैले फेरि पनि रिपिट गर्न चाहेँ, आई एम नट seeing it as a pressure, but I am seeing it as a enjoyment and the opportunity to learn and opportunity to contribute. Thank you. Thank you so much, sir. You are very inspiring. एउटा कुरा चाहिँ म गौरव सरको बारेमा भनिदिन्छु जुन चाहिँ स्टुडेन्टहरूलाई रेलिभेन्ट हुनसक्छ। आजको माहौल चाहिँ स्टुडेन्टहरूको बिचमा हामी बसेकोले जाँचमा 5 नम्बरको क्वेसन आयो भने कति एन्सर लेख्ने भनेर सरहरूले चाहिँ हाम्रो चाहिँ बुझाइमा चाहिँ कन्टेन्ट चाहिँ मा भन्दाखेरि पनि लेन्थको हामीले एनालाइसिस गरिदिन्छौँ र टाइम वेस्ट गर्दा रहेछौँ। गौरव सर इज ए पर्सन हु विल 5 नम्बरको क्वेसनमा 2 लाइन लेखेर भए पनि चुरो चाहिँ he is somebody who will not write more or write less, he will be precise. So that is something that we need to learn from him. He is very good at it. Exactly. Business communication में हमने एक किस मोडल वाले पढ़ा थी नहीं, keep it short and simple वाले। Exactly. Gaurav sir follows that principle. Now, अब चाहिँ हाम्रो अब प्यानल डिस्कसनलाई हल्का हेभी अझ रेलेभेन्ट बनाउने टाइम आयो जस्तो लाग्यो होला है। र अब त्यसको लागि चाहिँ अब फेरि अगेन मैले मेरो क्वेसन प्रवीण सरतिर डाइभर्ट गर्न चाहेँ। अब मैले उहाँको काउन्सिलको प्रेसिडेन्ट भएपछिको फर्स्ट स्पिचतर्फ लान चाहेँ। उहाँले त्यति बेला एक्ज्याक्ट लाइन्स मैले एक्सट्र्याक्ट गरेर ल्याएको छु। उहाँले के भन्नुभएको थियो भन्दाखेरि एक्ज्याक्ट लाइन्स है, आइएम सेइङ इट इन इन्भर्टेड कमा, एक्जामिनेसन सिस्टम र इभ्यालुएसनमा टाइम रेलेभेन्ट हुने गरी काम गर्नुपर्ने छ। अलि सन्दर्भ के छ भने हाम्रो साथी बोर्डर क्रस गरेर एक्जाम दिन गयो भने पास पर्सेन्टेज हाई छ, हाम्रो लो छ। अहिलेसम्म ट्रेडिसनल्ली नै परीक्षा लिइरहेछौँ र जाँचिरहेछौँ। यसको रिथिङ्क गर्नुपर्ने छ। कसरी गर्नुपर्ने छ भने यसको सोल्युसन त मसँग छैन, तर पढ्ने पढाउने साथीहरू हुनुहुन्छ, यस्तै ट्रेन्ड हो भने पछि सस्टेनेबिलिटीमा असर हुन सक्छ भनेर प्रवीण सरले आफ्नो स्पिचमा भन्नुभएको थियो। सो अब प्रवीण सरले अब एज अ प्रेसिडेन्ट सर्भ गर्नुभएको क्वाइट टाइम भइसकेको छ। सो आई होप उहाँले अब चाहिँ फिगर आउट गरिसक्नुभयो होला कि एक्जामिनेसन सिस्टमलाई कसरी टाइम रेलेभेन्ट बनाउन सकिन्छ भनेर। सो प्रवीण सर, क्यान यु प्लिज से यो प्लान्स? के अरे चाहिँ एक्जाम कमिटीमा गाइज यु निड टु बी सिरियस है। आई एम नट हियर टु जोक। यो सिरियस क्वेसनमा यु क्यानट लाफ। द थिङ इज एक्जाम कमिटीमा चाहिँ एक्जाम कसरी गर्ने भन्ने कुरा मैले नै बोलेको कुरा हो। त्यसको लागि चाहिँ एउटा कमिटी टास्क फोर्स बनेको छ जसले चाहिँ हाम्रो एक्जामको सिस्टममा चाहिँ के इन्टरभेन्सन गर्न सकिन्छ भनेर हामीले काम गरिरहेका छौँ। सिलेबसको कुरो जुन छ त्यो चाहिँ 2-3 दिन पहिला हामीले अपलोड गरेका छौँ। द न्यू सिलेबस इज कमिङ एज यु नो। त्यसको लर्निङ मटेरियल चाहिँ अब हाम्रो अहिले ट्रेडिसनल हाम्रो जुन स्टडी मटेरियल्सको बेसमा जुन हामी पढिरहेका छौँ त्यसलाई चाहिँ अलिकति हामीले परिमार्जन गर्न खोजिरहेका छौँ र क्याप 1 को स्टडी मटेरियल, क्याप 1 को चाहिँ एक लेभलमा चाहिँ इङ्ल्यान्ड एन्ड वेल्स भनेको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इङ्ल्यान्ड एन्ड वेल्ससँग हाम्रो एउटा अरेन्जमेन्ट छ र लर्निङ स्टडी मटेरियल जुन अहिले हामीले भन्छ त्यसलाई चाहिँ इङ्ल्यान्ड एन्ड वेल्सहरूले चाहिँ लर्निङ मटेरियल भन्दो रहेछ। त्यसको लर्निङ मटेरियल र लर्निङ अब्जेक्टिभहरू चाहिँ एकदम डिफाइन छ। अहिले सिलेबस हामीले पढेका छौँ, 3-4 दिन मात्र भयो अपलोड गरेको, पढ्नुहोस्। त्यहाँनिर चाहिँ इन्टरनेसनल एजुकेसन स्ट्यान्डर्ड आइफ्याकले बनाएको इन्टरनेसनल एजुकेसन स्ट्यान्डर्डको बेसिसमा सिलेबस डिफाइन भएको आधारमा हामीले लर्निङ मटेरियलमा वर्क गरिरहेको छौँ जुन आउँछ, जसले चाहिँ कन्टेम्पोरेरी इस्युको बेसमा चाहिँ
एक्जाम सिस्टम हुनसक्छ। अब रह्यो त्यो ट्रेडिसनल अप्रोच भनेको चाहिँ के हो त भन्न खोजेको भन्दा अहिलेसम्म हामीले पढ्दाखेरि या त्योभन्दा पनि पहिलादेखि के चलाएको थियो त भन्दाखेरि दुईवटा ग्रुप हुने, दुईवटा ग्रुपमा 3टा विषय 4वटा विषय हुने, त्यसपछि एउटा ग्रुपमा कुनै एउटा विषयमा चाहिँ फेल भयो भने सबै विषय फेल हुने, कुनै विषयमा पास मार्क 60% ल्याउनु पर्ने, अर्को विषय अपियर हुनुपर्ने, 30 नम्बर चाहिँ ल्याएको हुनुपर्ने। यी कुराहरू चाहिँ ट्रेडिसनल कुराहरू हुन्। यसलाई चाहिँ हामीले समय सापेक्ष एनालाइसिस गर्नुपर्ने हुन्छ। अहिले म अरियाल सरसँग बसिरहेको थिएँ अनि त्यहाँनिर पनि हामीले भर्खर छलफल गरेको दिज आर समथिङ द्याट वी आर वर्किङ अन। एउटा कमिटी बनाएको छु जसले चाहिँ काम गरिरहेछ। पुस एन्डसम्ममा रिपोर्ट दिनलाई उहाँहरूलाई डेडलाइन छ। द रिपोर्ट इज मोर अर लेस ड्राफ्टिङको फेजमा छ। त्यो रिपोर्ट आइसकेपछि बोर्ड अफ स्टडिजबाट अप्रुभ हुन्छ। अप्रुभ भएपछि काउन्सिलबाट अप्रुभ हुन्छ। इन द मिन टाइम हामीले इन्टरेक्सन पनि गर्छौँ एक्सटर्नल पार्टीसँग र चाहिँ हामीले त्यसलाई इम्प्लिमेन्ट गर्यो भने इट विल बी मोर साइन्टिफिक भन्न खोजेको। पास पर्सेन्टेजको कुरा चाहिँ पारिपट्टि बढी वारिपट्टि कमको कुरा चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ पास पर्सेन्टेजलाई हेर्ने नजरिया चाहिँ चेन्ज गर्नुपर्छ। अघि नै मैले कहाँबाट लिङ्क गरेँ त भन्दा आँटेपछि सकिहाल्छ, यहाँ आँटेको व्यक्ति सबैले सक्छ भन्ने कुरा त रह्यो। पास पर्सेन्टेजमा चाहिँ एनालाइसिस गर्न खायो भने पारिपट्टिको डेटा चाहिँ नम्बर मात्र मलाई थाहा होला, तर भित्र यो आइक्यामपट्टिको चाहिँ मलाई एनालाइसिसै थाहा छ। त्यहाँ हेर्दाखेरि 20 नम्बर पनि नल्याउने स्टुडेन्टको पास पर्सेन्टेजमा असर गर्यो भने 100 जनाले जाँदियो भने 50% मान्छेको कुनै विषयमा 20 पनि आउँदैन भने आई जस्ट थ्रो इट अवे। त्यसले मेरो पर्सेन्टेज त हिट गरे हुन्छ, तर कोही विद्यार्थीले त्यो 20 नम्बर पनि ल्याउँदैन भने त्यो विद्यार्थीले पर्सेन्टेज मात्र बिगारेको हो। त्यो चाहिँ पढेकै छैन, रमाइलो गर्नलाई सिए गरिरहेछ भने त्यस्तो विद्यार्थीसँग चाहिँ हाम्रो पर्सेन्टेजलाई बिगार्नु भएन। हेर्ने कहाँ हो त भन्दा 35 भन्दा माथि ल्याएको विद्यार्थीहरूको पर्सेन्टाइल हेर्नतिर लाग्यो भने हाम्रो पर्सेन्टाइल चाहिँ पारिपट्टि भन्दा कम छैन। तर यो कुरा फेरि सेटिस्फ्याक्ट्री हो भनेको होइन। स्टुडेन्टले चाहिँ हाम्रो स्टुडेन्टको पास पर्सेन्टेज लो हुनुपर्ने एउटा बेसिक रिजन चाहिँ के छ त भन्दाखेरि यो कुरा हामी सबैले मनन गर्नुपर्छ। हाम्रो लाइफस्टाइल चाहिँ चेन्ज भएर जान्छ। हामी सिएको विद्यार्थी भएर गएपछि कलेज पढ्दाखेरि चाहिँ 8वटा पिरियड पढेर घर गएर होमवर्क मात्र गर्ने हाम्रो सिएको पढाइमा चाहिँ क्लास पढिसकेपछि चाहिँ घर गएर चाहिँ पढ्ने मात्र काम रहँदैन। हामी अफिस जानुपर्ने हुनसक्छ। हामी 3 घन्टा चाहिँ के अरे दिनभरि अफिस जानुपर्छ। बेलुका गएर ब्रेन एक्जस्ट भएको मान्छेले पढ्नुपर्ने हुन्छ। तर पनि इम्पोसिबल चाहिँ छैन। यहीँ अगाडि एकजना साथी बसेको छ जो चाहिँ 3टै लेभलमा चाहिँ फर्स्ट सर्टमा पास हुनुभएको साथी सर हुनुहुन्छ तपाईँहरूको। सो द थिङ इज इट्स डुएबल। अनि कुरा चाहिँ कहाँ भयो त भन्दाखेरि पर्सेन्टेज त हाम्रो लोवर एन्डमा छ भनेपछि बढीजना मान्छे फेल हुँदो रहेछन्। बढीजना मान्छे फेल भएपछि चाहिँ स्ट्याटिस्टिकली के भइरहेको छ त भन्दाखेरि फेल हुने मान्छेहरूको बोली चाहिँ अलि लाउडर छ, पास हुने मान्छेको बोली चाहिँ अलि माइल्डर छ बिकज अफ द क्वान्टिटी नम्बरले गर्दा। अनि त्यसले गर्दा के हुन्छ त भन्दाखेरि हामी एडभाइस दिन कहाँ पुग्दो रहेछौँ त भन्दाखेरि फेल भइरहेको साथीसँग एडभाइस दिन पुग्दो रहेछौँ जो आफै पनि कन्फ्युज हुन्छ। मैले मेरो अफिसको एउटा इक्जाम्पल चाहिँ तपाईँहरू सबैलाई जानकारी के दिन चाहेँ भन्दाखेरि मेरो अफिस स्ट्राटेजिकल कस्तो ठाउँमा छ भन्दा मेरो गेट खुला छ भने मैले मेरो आर्टिकलहरू बसेको हल जुन छ त्यस बोली सुन्छु म। त्यहाँनिर चाहिँ जाँच सकेको अहिले भर्खर जाँच सकेको छ। जाँच सकेको साथीहरू चाहिँ स्कुल अफिस जोइन गरेपछि चाहिँ तेरो जाँच कस्तो भयो भनेर गफ चल्या हुन्छ। अनि एउटा दाई र दिदी जो चाहिँ आफै फेल भइरहेछ उसलाई चाहिँ दिदी कसरी पढ्ने होला भनेर एडभाइस दिया हुन्छ। त्यो दाई र दिदीले त्यो भाइ र बहिनीलाई यसरी पढ, फाइनेन्स म्यानेजमेन्ट यसरी पढ, एफआर यसरी पढ भनेर आधा घन्टा सिकाएका हुन्छन्। त्यही दाइ र दिदी बेलुका मगाएर सर मेरो पनि जाँच बिग्रियो कसरी पढ्ने होला भनेर मलाई सोध्न आएको हुन्छ। सो स्टोरी के हो भन्दा just because there are lots of people who are trying but who could not do it, तिनीहरूसँग एडभाइस अनि मैले चाहिँ एडभाइस दिन तयार लाग्यो भने नेगेटिभिटी आउन सक्छ। मैले त्यसकारण जहिले पनि के भन्ने गरेको छु स्टुडेन्टलाई भन्दाखेरि जहिले पनि एडभाइस लिन जानु पर्यो भने द वान हु हेज डन इटसँग एडभाइस लिउँ। नो म्याटर हाउ ब्रिलियन्ट यु आर अनि हामी चाहिँ यो लट कस्तो हो भने हाम्रो एजुकेसन सिस्टम कस्तो छ त भन्दा हुन त यहाँ धेरै सरहरू हुनुहुन्छ। भर्खर मेघराज सरले हाम्रो 40 जना फ्याकल्टी छ भन्नुभयो। उहाँहरूलाई पनि म पनि एक जमानामा टिचर भएको हिसाबले म पनि आफूलाई त्यही 40 मा 41 भन्ठान्छु। त्यसमा चाहिँ के हो त भन्दाखेरि हाम्रो एजुकेसन सिस्टम कस्तो छ भने हामी जति ब्रिलियन्ट छौँ त्योभन्दा थोरै नम्बर आउँछ। नम्बर जति आइरहेछ त्योभन्दा यु आर मोर इन्टेलिजेन्ट, मोर ब्रिलियन्ट देन द नम्बर द्याट इज
that is coming because you know many things. जाँचको दिनमा whatever circumstances ले तिमीले हामीले रोल आउट गर्न सकेनौ त्यसकारण नम्बर थोडे आउने हो हामीले बिलिभ सिस्टम चाहिँ इम्प्रुभ गर्नुपर्छ when you believe something can be done it's doable भन्दा यो मैले आन्सर बढी कि क्या अनि ठिक छ सर ल अब फेरि अर्को एउटा सिरियस इस्युको बारेमा डिस्कस गर्न गइरहेको छु सो हामी अब आइक्यानको स्टुडेन्ट्स भइसकेपछि हामी विभिन्न टाइममा आइक्यान गइराखेका हुन्छौँ होइन आइक्यानमा हामी स्टडी मेटेरियल लिन जान्छौँ आइक्यानको लाइब्रेरी जान्छौँ आइक्यानमा हामी हाम्रो मार्कसिटहरू लिन जान्छौँ हाम्रो ट्रान्सक्रिप्टहरू लिन जान्छौँ त्यति बेला हामीले फेस गरेको एउटा प्रब्लम आइक्यानको स्टाफ चाहिँ कहिलेकाहीँ अनकोर्पोरेटिभ भइदिनुहुन्छ हाउ मेनी अफ अस ह्याभ फेस दिस प्रब्लम ओके सो अब यो क्वेसन चाहिँ मैले कसलाई सोद्धा हाइली रेलेभेन्ट हुन्छ त भन्दाखेरि मैले जुन आइक्यानको अर्गनाइजेसन स्ट्रक्चर अर्ग्यानोग्राम हेर्दाखेरि चाहिँ हाम्रो आइक्यानको इम्प्लोइ मध्ये टप टायर पोजिसनमा हाम्रो एक्जिक्युटिभ डिरेक्टर सर हुनुहुन्थ्यो सो मैले उहाँलाई सोध्न चाहेँ स्टुडेन्ट्सको यो इस्युलाई चाहिँ हजुरले कसरी सेटल गर्न सक्नुहुन्छ त एक्चुली जुन अहिले मैले अब्जर्भ गरिसकेको अवस्थामा चाहिँ जुन जति पनि सर्भिस छन् जुन स्टुडेन्टलाई दिएका सर्भिसहरू छन् तीमध्येमा कति कुराहरू लाइब्रेरीसँग रिलेटेड होला कति अरू एक्जामिनेसनका लागि लिने हाम्रो एडमिसन कार्डका कुराहरू होला इन्टायर कुरामा चाहिँ के मैले सोचेको छु भन्दाखेरि ओभरअल अहिलेको एक्जिस्टिङ जुन मोड्युल छ या एक्जिस्टिङ जुन सिस्टम छ त्यो सिस्टममा कसरी इम्प्रुभमेन्ट गर्न सकिन्छ कसरी हामीले टेक्नोलोजी इनेबल्ड या क्युआरसँग रिलेटेड होला या कुनै अरू इन्डिभिजुअल एपमा हामी चाहिँ अहिले लाइब्रेरी मोड्युल हालेका छौँ त्यसरी नै एक्जिस्टिङ स्टुडेन्टलाई सर्भिस चाहिँ बेटर गर्न इन्हान्स गर्न चाहिँ हाउ वी क्यान डु इट भन्ने कुरामा चाहिँ अब ब्रेन स्टर्मिङ गर्नुपर्छ जहाँ फर्दर कहाँ चाहिँ डिस्क्रिपेन्सिजहरू छ कहाँ हामीले तुरुन्तै इम्प्रुभमेन्ट गर्नुपर्छ त्यो कुराहरूमा म अवश्य पनि त्यसलाई अगाडि बढाउँछु नि तर पनि त्योभन्दा पनि बढी हिस्टोरिकल भन्दा पनि अब फर्दर इन्हान्समेन्टको कुरामा चाहिँ मेरो फोकस हुनेछ र त्यसको लागि अवश्य पनि अहिले इआरपीको कुरा पनि छ इआरपी इनेबल इआरपी यदि हामीले इम्प्लिमेन्ट गर्न सक्यौँ भने इआरपीसँग पनि त्यसलाई हामीले लान सक्छौँ र त्यसरी नै म गर्छु भन्ने मैले त्यसमा सर एडी सरको चाहिँ 1 महिना र 10-15 दिन मात्र भएकोले मैले इन्टरभेन्सन गरेँ बेसिकली त्यसको लागि चाहिँ एउटा ग्रिभेन्सको चाहिँ गाइडलाइन हामीले एउटा बनाएको छौँ यो अहिले जुन यहाँ 10-15-20 जनाले फेस गरे भनेर भन्नुभयो त्यसको चाहिँ एड्रेसल मेकानिजम चाहिँ के गर्ने त भन्दाखेरि ग्रिभेन्सको गाइडलाइन चाहिँ एउटा बनिसकेको छ काउन्सिलमा अस्ति हिजोभन्दा 2 दिन पहिलाको काउन्सिलमा हामीले त्यो ग्रिभेन्सको गाइडलाइन पनि लगेको तर बस्दा बस्दै राति 9 बजिसकेको थियो र यो नेक्स्ट मिटिङमा गर्ने भनेको छ देयर इज ए गाइडलाइन्स द्याट वी आर वर्किङ अन विच इज एक्चुअली अलरेडी ड्राफ्टेड सो त्यो अप्रुभ भइसकेपछि त्यहाँनिर मेकानिजम हुन्छ जहाँ चाहिँ यदि हामीलाई केही प्रब्लमहरू केही फेस भयो भने यो कुड लाइक त्यसलाई चाहिँ एक्सिलरेट गराउन सकिन्छ र अप्रोप्रिएट ठाउँमा एड्रेस गर्न सकिन्छ र हामीलाईसम्म हाम्रो लेभलहरूमा पनि रिपोर्ट आउला र त्यसलाई हामीले एड्रेस गरौँला तर द थिङ इज वेन यु लुक एट अहिलेको सिचुएसन भनेको चाहिँ ग्रेजुअल इम्प्रुभमेन्ट हुने हो प्रब्लम्सहरू चाहिँ छैनन् भनेको होइन तर आइक्यानको म्यानेजमेन्टले चाहिँ एडी सर यहीँ हुनुहुन्छ हामी चाहिँ के कमिटमेन्ट छ भन्दाखेरि प्रब्लम भएकोहरूलाई चाहिँ इम्प्रुभ गर्दै लानुपर्छ थ्याङ्क यू सर भर्खर सुरेन्द्र भूषण सरले चाहिँ उहाँले भन्दै गर्दा एउटा टर्म मेन्सन गर्नुभयो इआरपी भनेर त्यसको बारेमा थोरै इलाबोरेट गरिदिनुहोस् न सर क्ल्यारिटी भएन जस्तो लाग्यो जुन हामीले इम्प्लिमेन्ट गर्नु खोजेको इआरपीको कुरामा चाहिँ हामी फाइनल्ली इम्प्लिमेन्ट भइसकेको अवस्था होइन तर अवश्य पनि इआरपी इम्प्लिमेन्ट गरिसकेपछि त्यसमा स्टुडेन्ट्सको पनि एउटा सर्टेन इन्फर्मेसनका सेक्सन्सहरू हुन्छ जसले गर्दाखेरि हामीलाई पनि कति कुराहरू अहिले एक्जिस्टिङ सिनारीमा हामीले जुन इन्फर्मेसन तपाईँहरूलाई टाइमली चाहिँ रेजोल्युसन दिन सकेका छैन ती चिजहरूलाई चाहिँ टाइमली रेजोल्युसन दिन सक्छौँ भन्ने कुरा हो त्योभन्दा बाहेक चाहिँ अब सरले प्रेसिडेन्ट सरले भने जस्तै ग्रिभ्यान्सको पार्टमा त ग्रिभ्यान्स कलेक्सन गरेर त्यसलाई एड्रेस गर्ने प्रपर पोर्टल इन्फर्मेसन जाने सिस्टम ह्यान्डलिङ प्रोसेस सबै चिजहरू क्लियरली आउँछ त्यसमा त कुनै पनि हाल्न एज ए इडी म कमिट के गर्छु भन्दाखेरि म कहाँ आउने इन्फर्मेसन अहिले जुन च्यानलाइज भएर आएको छैन ती कुराहरू भोलि एउटा लेभलमा आइसकेपछि त्यसलाई चाहिँ एड्रेस गर्ने कुरामा हामी कमिट नै गर्छौँ थ्याङ्क यू Thank you so much, sir. Ladies and gentlemen, I just received the information that the member of the examination committee and the council of the Institute of Chartered Accountants of Nepal, C.A. Hari Kumar Silwal sir is here with us. Can we make some noise for C.A. Hari Kumar Silwal sir? Let's go. Come on guys, you can do more good. Make some noise for Hari Kumar Silwal sir. Let's go. I'd like to request Hari Kumar Silwal sir to take his designated seat.
Thank you so much, sir. Thank you for coming. Thank you for gracing us with your presence. So, मैले एकैछिन हरि सरलाई चाहिँ टाइम दिएँ सेटल हुनको लागि। त्यति बेरसम्म म गौरव सरलाई एउटा क्वेसन सोध्न चाहेँ। अगेन यो चाहिँ मैले पनि फेस गरेको प्रब्लम हो। सो सरी, इट्स सो इजी टु कम्प्लेन है, यस्तो भएन उस्तो भएन भन्न धेरै नै इजी छ, तर यो सबै कुरा म्यानेज गर्न एकदमै गाह्रो छ। बट स्टिल अब हाम्रो कुरा सुनिदिने भनेको हजुरहरू नै हो होइन, हाम्रो गार्जियन भनेकै उहाँहरू हो। सो उहाँहरूलाई नभने कसलाई भन्ने होइन। हामी कति धेरै कम्प्लेन गर्छौँ हाम्रो मामु बाबालाई। सो एक्ज्याक्टली हजुरहरूलाई चाहिँ हामीले हाम्रो मामु बाबा हाम्रो भगवान्को स्थानमा राखेर यो सबै कम्प्लेन गरिरहेको हो। सो प्लिज नरिसाइदिनु होला। सो मैले अब अर्को क्वेसन गर्न चाहेँ हाम्रो गौरव सरलाई। सो मैले पनि मेरो 60 आवर्सको आइडी ट्रेनिङ कम्प्लिट गरिसकेको छु। अनि त्यसपछि यो 60 आवर्सको आइडी ट्रेनिङ कम्प्लिट गर्दा चाहिँ हाम्रो एटेन्डेन्स प्रोसिडियर चाहिँ हाम्रो त्यो बायोमेट्रिक एटेन्डेन्स प्रोसिडियर थियो, थम्ब प्रिन्टबाट हुन्थ्यो। अनि स्टुडेन्ट्सहरू चाहिँ 2 मिनट्स 3 मिनट्स लेट भए पनि के हुन्थ्यो त भन्दाखेरि हामी चाहिँ एब्सेन्ट मार्क हुन्थ्यौँ। अनि त्यसपछि अब हामी त टाइममा गयो, हामीलाई त एब्सेन्ट हुनु छैन। अनि टाइममा गयो, क्लासमा गयो, त्यसको 15 मिनट 20 मिनट पछिसम्म पनि हाम्रो ट्युटरहरू आउनुहुन्न थियो। सो स्टुडेन्ट्सबाट चाहिँ 2 मिनट 3 मिनट ढिलो हुँदा पनि अब अनअकाउन्टेबल भनेर हामीलाई एब्सेन्ट बनाइदिने र 2 दिनभन्दा बेसी एब्सेन्ट भयो भने त आइटी ट्रेनिङ नै स्टार्ट गर्नुपर्छ भनेर हामीलाई राम सरले भन्नुभएको थियो, आइटी हेड भन्नुहुन्थ्यो आइक्यानको। अनि त्यसपछि हाम्रो ट्युटरहरू चाहिँ कहिलेकाहीँ 10 मिनट्स 15 मिनट्स लेट आउनुहुन्थ्यो। सो यसको बारेमा चाहिँ अहिले मैले आइटी ट्रेनिङको लास्ट एउटा फिडब्याक फर्म पनि पाएको थिएँ, त्यसमा पनि लेखेको थिएँ त्यो फिडब्याक फर्मको कन्सिडरेसन कहाँ पुग्यो, त्यो फिडब्याक फर्म चाहिँ फर्मेलिटी मात्र हो कि त्यो साँच्चै नै कन्सिडरेसनमा लिइन्छ त। मैले हाम्रो गौरव सरलाई यो क्वेसन गर्न चाहेँ। फर्स्टमा चाहिँ यहाँहरूले मलाई प्लस हामी यहाँ सरहरूलाई जुन भगवान्को उपाधि दिनुभयो, हामी भगवान् होइन मान्छे हौँ, त्यसमा चाहिँ मैले क्लियरिफाई गरेँ। त्यसपछि नेक्स्टमा जुन आइटी ट्रेनिङको एटेन्डेन्सको कुरा गर्नुभयो, त्यसमा 2 दिनको एब्सेन्टको कुरा प्लस 2-3 मिनटको एब्सेन्सको कुरा जुन गर्नुभयो, त्यो एक्चुअली तपाईँले आफ्नो एक्जामको ड्युरेसनलाई सम्झिनुहोस् त। जुन 3 घन्टाको प्रोभाइड हुन्छ, 3 घन्टाबाट 3 घन्टा 5 सेकेन्ड टाइम प्रोभाइड हुन्छ यहाँहरूलाई हुँदैन नि। इट मिन्स इफ एनी टाइम इज प्रोभाइडेड टु यु, यु सुड अराइभ एट द्याट टाइम, यु सुड लिभ एट टाइम। तपाईँलाई जति टाइम दिएको छ त्यो टाइममा आइपुग्नु पनि पर्छ, त्यो टाइमसम्म बस्नु पनि पर्छ। यदि बसिएन भने तपाईँको एब्सेन्ट पनि मार्क हुन्छ। द्याट इज समथिङ विच इज कल्ड रुल। रुल मिन्स रुल, त्यो मान्दिन भन्न मिलेन फर्स्ट कुरा। त्यसपछि यो क्वेसनसँगै रिलेटेड अर्को तपाईँले जुन फिडब्याकको कुरा गर्नुभयो, फिडब्याक इज समथिङ विच वी कन्सिडर इन एभ्रिथिङ। हामी हरेक प्रोग्राममा, हरेक एक्टिभिटीमा, हरेक थिङमा जहाँ सम्भव छ फिडब्याकहरूलाई कन्सिडर गर्छौँ। इभन हाम्रो यहाँले पछिल्लो 1-1.5 वर्षको चाहिँ आइक्यानको प्रोसिडियरहरू हेर्नुभयो भने हामीले कुनै डकुमेन्टहरू केही कुराहरू चाहिँ पब्लिस गर्दैछौँ भने स्टेक होल्डरहरूलाई बोलाएर कमसेकम एक चरण छलफल गरेर उहाँहरूसँगको फिडब्याक लिएर पनि अगाडि बढ्ने गरेका छौँ। र फिडब्याक्स आर समथिङ विच वी कन्सिडर, बट वी क्यानट ग्यारेन्टी टु इम्प्लिमेन्ट 100% अफ द फिडब्याक्स। तपाईँले जुन फिडब्याक दिनुभएको हुन्छ त्यसमा चाहिँ जति फिडब्याक रिलेभेन्ट हुन्छ, जतिलाई हामीले इम्प्लिमेन्ट गर्न सकिन्छ त्यो इम्प्लिमेन्ट हुन्छ र प्रत्येक फिडब्याकहरूको इम्प्लिमेन्टेसन पनि फेज वाइज हुँदै जान्छ। त्यसपछि अर्को एउटा कुरा जुन यहाँले आइटी ट्रेनिङको रिलेटेड गर्नुभयो, जुन डाइरेक्टली क्वेसन त सोध्नु भएको छैन, तर कति विद्यार्थीहरूको कम्प्लेन चाहिँ मैले आइटी ट्रेनिङको फर्म भर्न छुटाएँ, आइटी ट्रेनिङको फर्म भर्न छुटाएपछि मेरो क्याप्चरको एटिएममा इम्प्याक्ट गर्यो भन्ने कुराहरू पनि हुन्छ। यसमा जम्मा 2वटा कुरा। आइक्यानले जति पनि आफ्नो फर्मल इन्फर्मेसनहरू प्रोभाइड गर्छ त्यो वेबसाइटको नोटिस सेक्सनमा राखिएको हुन्छ। मैले नोटिस सेक्सन हेरिनँ त्यही भएर छुट्यो भन्ने अप्सन स्टुडेन्टसँग हुनु हुँदैन। र नेक्स्ट यस्तै आइटी ट्रेनिङको क्यालेन्डर प्लस टाइमिङहरूमा कन्फ्युजन आउने कारणले गर्दाखेरिमा आइक्यानको वेबसाइटको स्टुडेन्ट सेक्सनभित्र आइटी ट्रेनिङभित्र आइटी ट्रेनिङको क्यालेन्डर पनि प्रोभाइड गरिएको छ, जसमा आइटी ट्रेनिङको फर्म कहिले खुल्छ, आइटी ट्रेनिङको फर्म कहिले एन्ड हुन्छ, आइटी ट्रेनिङ कहिले हुन्छ भन्ने कुराहरू त्यसमा छ। र तपाईँलाई जुन इमेल एसएमएस पठाइन्छ त्यो भनेको एडिसनल इन्फर्मेसनको लागि मात्रै हो। कहिलेकाहीँ इमेल एसएमएसमा पनि स्टुडेन्ट्सहरूको पुरानो अपडेट नभएको इमेल एसएमएसको कारणले गर्दाखेरिमा आइटी ट्रेनिङ लगायतको कुनै इम्पोर्टेन्ट इन्फर्मेसनहरू मिस भएको पनि हुनसक्छ। सो यहाँबाट एउटा रिक्वेस्ट, यदि आफ्नो इमेल एड्रेसहरू फोन नम्बरहरू अपडेट भएको छ भने आफ्नो स्टुडेन्ट लगइन पोर्टलमा गएर त्यसलाई अपडेट गर्ने व्यवस्था गर्नुहोला। र इमेल एसएमएस आर समथिङ विच आर टेक्निकल, जुन कहिलेकाहीँ मासमा इमेल पठाउँदाखेरि एसएमएस पठाउँदाखेरि 1-2जनाले नजाने त्यो केस हुनसक्छ। तर आफ्नो नोटिस सेक्सनमा आएको इन्फर्मेसनहरूमा चाहिँ आइटी ट्रेनिङ छुट्यो, बोर्ड इक्जामको फर्म भर्न छुट्यो, मेरो टेस्टको डेडलाइन सक्यो, त्यो खालि कम्प्लेन चाहिँ हामी चार्टर्ड अकाउन्टेन्ट जस्तो प्रोफेसनल कोर्समा आइसकेपछि त्यो कम्प्लेन गर्न मिल्दैन। सो नोटिस सेक्सनलाई रेगुलरली हेर्ने बानी बसालेर आइटी ट्रेनिङ लगायतको अरू कुराहरूको चाहिँ टाइमली इन्फर्मेसन पाउने वातावरण पनि यहाँहरूले गर्नुहोला। थ्याङ्क यू। थ्याङ्क यू सो मच सर। आई होप हरि सर फेरि मैले इन्टरभेन्ट गरेँ। त्यो ट्रेनर चाहिँ टाइममा 15 मिनट डिले आउनुभयो भनेपछि हो, कहिलेकाहीँ एक्सिडेन्टल हो भने त हाम्रो सरहरूको पनि भएको होला,
गुरुकुलमा चाहिँ नहुने आइगेनमा मात्र हुने त नहोला। यदि तर एभ्री डे 15 मिनट डेलो आउँछ त्यस्तो सर हुँदैन, रहँदैन। त्यो चाहिँ ग्यारेन्टी हो। यदि डेलिबरेट हो भने कारवाही हुन्छ। सिम्पल छ त्यस्तो। थ्याङ्क यू सो मच फर द अस्योरेन्स सर। अब हरि सर एकदम वेल सेटल्ड भइसक्नु भएको छ। सो मैले उहाँलाई क्वेसन सोधेँ। अब एभ्री सिए स्टुडेन्ट हुन्छ, हामी कोही पनि मैले त्यस्तो एटलिस्ट मैले चाहिँ मेरो साथीहरू यो जर्नीमा देख्दाखेरि नपढ्ने चाहिँ कोही पनि देखेको छैन। सबैजनाले पढ्नुहुन्छ, सबैजनाले मिहिनेत गर्नुहुन्छ र सबैजनाले एक्जाम फर्म भरे जति एक्जाम दिन जानुहुन्छ। बट स्टिल मेनी स्टुडेन्ट्स फेल। सो वेयर डु स्टुडेन्ट्स गो रङ? स्टुडेन्ट्स चाहिँ कहाँ चाहिँ रङ हुन्छन् जस्तो लाग्छ हजुरलाई र स्टुडेन्ट्सलाई हजुरको सजेसन के छ? उठ्दै बोल्ने हो ए रिसनजी भाइ कस्तो हेर्छ भाइ? How about me? So, dear President, our CEO, E.D. Surendraji, my friend, and Gauravji, Rishan, and everyone at Gurukul. I saw some of the parents also there in the rostrum. Rishan has put up a very sensitive and very vague question to me. तर म यहाँ आउनुको मेन मकसद पनि त्यही हो. Of course, we are serving in the council, but I am more attached to the students than chartered accountants. There is a reason behind it. कि म सीए भएपछि मैले गरेको पहिलो जब पनि, पहिलो काम पनि विद्यार्थी पढाउने नै थियो. मैले सीए, I was very young back then, र I chose to be a teacher as my what you call startup भनौँ कि अब त्यसरी स्टार्टअप भन्ने वर्ड नै थिएन हैन. म तपाईलाई के भन्न सक्छु भने एउटा मुभी थियो नि कसको विद्या बालनको हैन, के थियो? इन्टरटेनमेन्ट त्यस्तै हो. पढ्ने त्यो नथिङ लेस नथिङ मोर. तर कसरी पढ्ने भन्ने कुरा चाहिँ फरक हुन्छ. रिसनले भने जस्तै किन फेल हुन्छन् त? मसँग त स्टडीको डेटा पनि छ. पढ्न चाहने मध्ये कतिजनाले भर्ना गर्छन्, भर्ना गरेको मध्ये कतिजना कुन लेभलमा छोड्दै जान्छन्, कति वर्ष लगाउँछन्, कति पर्सेन्ट सीए हुन्छन्, मसँग डेटा नै छ. तपाईँहरू कुनै बेला फेरि मौका मिल्यो भने सेयर गरौँ न. अहिले भन्यो भने थोरै डिसएपोइन्टमेन्ट हुनसक्छ. आज अलिक खुसी हुने दिन हो हैन. यहाँ आरसीजी आइसक्नु भएको छ, मुकुल, अर्को मेरो फेभरेट यहाँ छ अनुपमा. तपाईँलाई म दुईटा कुरा भन्न सक्छु. स्टडी हार्ड एन्ड स्टडी स्मार्ट. दुईटा कुरा छ. सायद यो हलमा म जस्तो लद्दु विद्यार्थी एकजना पनि छैन होला. छैन. म जस्तो लद्दु विद्यार्थी कोही छ भने म अहिले नै पुरस्कार दिन्छु. छैन. हाम्रो गुरुकुलको सबै फ्याकल्टीसँग मेरो फोन नम्बर छ. इफ एनीवन डेली क्लेम्स टु बी मोर लद्दु देन मी, just text me. I'll give you award, a reward, whatever it is. Okay? छैन. तर मैले यो किन भनिरहेको भन्दाखेरि म जस्तो लद्दु त सीए भयो भने तपाईहरु किन नहुने भनेर है. तर कसरी भयो त म जस्तो लद्दु मान्छे सीए भन्दाखेरि मैले पढे गरेँ. 365 days a year. Okay? How many days? Only how many days? 365 days a year. मैले बम्बईमा पढेको. म गएकै दिन के गरेँ भने बाथरुममा टाँसेको थिएँ भित्तामा, म यो दिन सीए हुने भनेर. बुझ्नुभयो? म त्यही दिन सीए भएँ. कसरी पढेको गरेँ, केही गरेको होइन.
खाँदा पनि पढ्ने, सुत्दा पनि पढ्ने, गफ गर्दा नि पढ्ने, ट्रेनिङ आर्टिकलसिपमा जाँदा ट्रेनमा नि पढ्ने, बसमा नि पढ्ने, एकदम रमाइलो हुँदा नि पढ्ने, एकदम दिक्क लाग्दा नि पढ्ने, पानी पर्दा नि पढ्ने, घाम लाग्दा नि पढ्ने, होइन? बगैँचामा नि पढ्ने, बाथरुममा नि पढ्ने, साथी आए पनि पढ्ने, साथी गए पनि पढ्ने। अरू गर्नुपर्ने केही पनि छैन। तपाईँलाई कसैले फेरि बाइ द वे फर एनी रिजन, फर व्हाटसएभर रिजन, if any of your teachers, particularly chartered accountants, have bluffed you, saying that, oh, I was not a good student, I mean, I was not very studious, I was not laborious, I didn't put much of my time, effort, भनेछ भने चाहिँ आफूलाई ओभर स्मार्ट देखाउन ढाँटेको है फेरि, है? त्यो पक्का हो, त्यो हुँदैन, त्यो हुँदैन। मैले पनि सुन्छु कहिलेकाहीँ, जसलाई मैले I saw him with my naked eyes, banging his head day and night, not sleeping for say 20 hours back to back, अनि सीए भइसक्यो भने मैले खासै पढेको थिएन, हैन? त्यसो खाजा खुजु गरेको सीए भइहाल्ने भन्नु। नो, नेभर, हुँदैन त्यो। सीए भनेको के हो भने पढ्नेहरू मध्येबाट फेल हुने हो। के हुने हो? को मध्येबाट? पढ्ने मध्येबाट फेल हुन्छ। थाहा छैन? हो। क्याप 3 मा सीए फाइनलमा हैन भन्नेलाई एउटा किताब दिन्छु म पुरस्कार। I rather like people who oppose me or raise questions on what I say. Okay? I have a different opinion. I always enjoy that. हैन भन्नेको उडा 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 ल एउटा किताब पाउँछ उनले ल अहिले भन्नु केही छैन मुकुल सर भाइले एउटा राम्रो किताब किनाइदिनु है म दिन्छु पैसा अनलाइन ट्रान्सफर अहिले हुन्छ सुन्नु है युवल नोआ हरारेको अहिले नयाँ किताब आएको छ नेक्सस भन्ने है नेक्सस त्यो किताब दिनु है ल कसैले यदि नपढिकन सीए भाषा भन्छ भने त्यो झुटो कुरा हो पढ्नुपर्छ अब मैले अघि भने स्टडी हार्ड स्टडी स्मार्ट भनेर अब त्यो अलि लामो कथा छ अब फेरि अर्को भेटमा गरौँला आई थिङ्क सो आई एम डन विथ द्याट थ्याङ्क यू भेरी मच फर नाउ थ्याङ्क यू सर द्याट वाज हरि सर फर यु लेडिज एन्ड जेन्टलमेन ल एउटा सर्ट क्वेसन तपाईँहरूलाई हरि सरले भन्नुभयो म जतिको लद्दु विद्यार्थी कोही थिएन भनेर हरि सर जतिको लद्दु कसलाई हुनु छ लाइफमा रेज योर ह्यान्ड्स ल लेट्स गो द्याट्स यु हरि सर द्याट्स योर पर्सनालिटी थ्याङ्क यू सो मच अब मैले फेरि अब क्वेसन कला गरौँ भयो यो क्वेसन जसलाई पनि गर्न मिल्ने खालको क्वेसन छ अगेन मैले यो क्वेसन चाहिँ हमारे सर कैसे हो हरि सर जैसे हो ओके सो यो क्वेसन चाहिँ अब मैले कसलाई सोद्धा रेलेभेन्ट हुन्छ भनेर सोचेँ अब मेरो प्रुडेन्सले भ्याएसम्म चाहिँ अगेन बोर्ड अफ स्टडिजको सेक्रेटरीलाई नै सोद्धा रेलेभेन्ट हुन्छ जस्तो लाग्यो सो यो क्वेसन चाहिँ कस्तो छ त भन्दाखेरि हाम्रो यो प्रिटेस्टको कुरालाई लिएर प्रिटेस्ट हाम्रो अनलाइन प्रिटेस्ट मोडल छ होइन तर अब स्टुडेन्ट्सहरूले चाहिँ के क्लेम गरिरहेछन् त भन्दाखेरि यो चाहिँ आउटडेटेड भइसक्यो भन्ने खालको कुरा गरिरहेको छ सर यसमा के चेन्जेस आइकेनले प्लान गरेको छ अथवा गर्नेवाला छ र के चेन्जेस हामीले एक्सपेक्ट गर्न सक्छौँ त ओके प्रिटेस्ट रिलेटेड जुन क्वेरी छ अब यहाँहरूमध्ये कतिलाई थाहा छ छैन यो भनेको हाम्रो नेपाल चार्टर्ड अकाउन्टेन्ट्स नियमावली 2061 को प्रोभिजन हो त्यो प्रोभिजन अनुसार कोही पनि स्टुडेन्ट क्याप 1 क्याप 2 र क्याप 3 को फाइनल इक्जाम एपियर गर्नु अगाडि योग्यता परीक्षा उत्तीर्ण गर्नुपर्नेछ भन्ने प्रोभिजन अनुसार हामीले प्रिटेस्ट कन्डक्ट गरेको हो प्रिटेस्ट एज यु अल नो पहिला क्याप 1 मा पोस्टर र क्याप 2 र क्याप 3 मा चाहिँ फिजिकल प्रिटेस्ट हुन्थ्यो जहाँ चाहिँ यहाँहरू शनिबार इक्जाम दिन जानुपर्ने थियो तर कोभिडको टाइम पश्चात चाहिँ यो प्रिटेस्ट त्यो टाइममा चाहिँ फिजिकली सञ्चालन गर्न नसकिने प्लस प्रिटेस्टलाई चाहिँ थोरै यसको फर्म मोडिफाई गर्नुपर्छ भनेर यसलाई चाहिँ अहिले अनलाइन माध्यमबाट सञ्चालन भइरहेको छ
त्यसमा चाहिँ विद्यार्थीहरूको इजको लागि उहाँहरूले घर नै बसेर आफ्नो कम्फर्टको टाइममा रजिस्टर गरेर प्रिटेस्ट दिन सक्नुहुन्छ, जसमा चाहिँ हाम्रो एक दुईवटा त्यसमा भएको सेक्युरिटी मेकानिजम्सहरू भन्नुपर्दा त्यसमा प्रत्येक अहिले सब्जेक्ट्सहरू जति पनि क्याप 1, क्याप 2, क्याप 3 छ, सबै सब्जेक्ट्समा मिनिमम 500 र म्याक्सिमम 1300 क्वेसनसम्म हामीसँग प्रिटेस्टमा अभाइलेबल छ। सो यदि कसैले होइन प्रिटेस्टमा क्वेसनहरू रिपिटेड हुन्छ भनेर भन्दै हुनुहुन्छ भने 500 क्वेसन्स रिपिट हुन कति टाइम लाग्छ त्यो यहाँहरूले आफै विचार गर्नु होला। नेक्स्ट भनेको हाम्रो प्रिटेस्टमा विद्यार्थीले थ्रु आउट द प्रिटेस्टको टाइममा चाहिँ आफ्नो क्यामेरालाई अन गर्नुपर्ने हुन्छ र हामीले प्रिटेस्टको मार्क्सलाई अपलोड गर्नु अगाडि विद्यार्थीहरूको फुटेजहरूलाई पनि अध्ययन गरेर त्यहाँ केही समस्या देखिएको केसमा विद्यार्थीहरूसँग क्वेरिज गर्ने पनि गरेका छौँ। यहाँमध्ये पनि कोही हुनुहुन्छ जसलाई इन्स्टिट्युटको हुन सक्नुहुन्छ, जसलाई चाहिँ आइक्यानबाट फोन आएको हुनसक्छ र कहिलेकाहीँ प्रिटेस्टको केसमा चाहिँ हामी फेरि ब्याक टु फिजिकल प्रिटेस्टमा सिफ्ट हुनुपर्छ भन्ने क्लेमहरू पनि कहिलेकाहीँ आइरहेको हुन्छ। तर हामी प्रिटेस्टमा अनलाइन सिस्टममा गइसकेपछि 1 स्टेप अगाडि मुभ गरिसकेका छौँ, फेरि हामी फिजिकलमा गयो भने 2 स्टेप ब्याक आउँछौँ। त्यसले गर्दाखेरिमा फिजिकल प्रिटेस्टमा फेरि जानको लागि तत्काल हाम्रो सोच पनि छैन र सम्भव होला जस्तो पनि लाग्दैन। तर पनि प्रिटेस्ट मात्रै नभइकन भने विद्यार्थीहरूलाई फाइनल इक्जामको प्रिपरेसनको लागि चाहिँ हेल्प होस् भन्ने उद्देश्यले हामीले एउटा अप्सनल फाइनल प्रिपरेसन टेस्ट भन्ने कन्सेप्ट लिएर आएका छौँ, जुन कन्सेप्ट अन्तर्गत यहाँहरूले एउटा नोमिनल फीमा इन्स्टिट्युटमा यो टेस्टको लागि रजिस्टर गर्न सक्नुहुन्छ। रजिस्टर गरिसकेपछि यहाँहरूलाई इक्जामको रुटिन अनुसार भनेको अहिले त अल्टरनेट डेटमा जुन इक्जाम हुन्छ अल्टरनेट डेटमा हामी यहाँहरूलाई क्वेसन पठाउँछौँ, त्यसपछि घरमा बसेर इक्जाम इन्भाइरोमेन्टमा क्वेसन एपियर गर्न सक्नुहुन्छ र सम्पूर्ण सब्जेक्टको इक्जाम सकिसकेपछि हामी एन्सर विथ मार्किङ स्किम पठाउँछौँ र यहाँहरूले आफैले आफ्नो सेल्फ एसेसमेन्ट गर्न सक्नुहुन्छ। यो चाहिँ नेक्स्ट एटेम्पदेखि यहाँहरूले पाउन सक्नुहुन्छ, जुन चाहिँ अबको जुन ब्याचको 2 महिना अगाडि चाहिँ यहाँहरूले अप्सनल फाइनल प्रिपरेसन टेस्ट एपियर गर्न सक्नुहुन्छ, जुन चाहिँ प्रिटेस्टको सब्स्टिट्युट होइन, एउटा एडिसनल कुरा हो जुन चाहिँ विद्यार्थीहरूलाई फाइनल प्रिपरेसनको लागि हेल्प होस् भन्ने उद्देश्यले चाहिँ इन्स्टिट्युटले इन्ट्रोड्युस गर्न आँटेको छ। हस्, थ्याङ्क यू सो मच सर। र अब अर्को क्वेसन चाहिँ मैले सुरेन्द्र सरलाई गर्न चाहेँ। मैले मेरो प्यानलिस्टहरूलाई एकदमै सर्ट एन्ड स्विट राखिदिनु हुन आफ्नो एन्सर अब अनुरोध गरेँ। टाइम कन्स्ट्रेन्ट छ, उहाँहरूलाई सोध्न मन लागेको धेरै क्वेसन छ, अरू कुनै अकेजनमा नि सोधौँला। सो सुरेन्द्र सरलाई चाहिँ मेरो क्वेसन के रह्यो भन्दाखेरि मैले सुरेन्द्र सरलाई अघि हाम्रो अडियन्सलाई इन्ट्रोड्युस गर्दा पनि भने उहाँको साइड क्वेस्टहरू धेरै छ, ड्रइङ पनि गर्नुहुन्छ, गीत पनि गाउनुहुन्छ, अमेरिकन पप कल्चरको गीतहरू गाउनुहुन्छ होइन, त्यसपछि गिटार पनि बजाउनुहुन्छ। सो सिएस स्टुडेन्ट्सले चाहिँ साइड क्वेस्ट पर्स्यु कसरी गर्ने त, यत्रो सिलेबस हुन्छ पढ्नको लागि, त्यो सबै हुँदाहुँदै पनि साइड क्वेस्ट कसरी पर्स्यु गर्ने त अल्सो इज। थ्याङ्क यू। तपाईँहरूले सायद पढ्नुभयो होला होइन, म्यानेजमेन्टमा मोडर्न म्यानेजमेन्टको फादर भन्छ होइन, एफडब्ल्यू टेलरले जुन एउटा कस्तो सिद्धान्त अप्नाएको थियो भन्दाखेरि कुनै पनि तपाईँले सर्टेन चिज तपाईँले प्रोडक्सन गर्नुहुन्छ, सर्टेन चिज आउटपुट निकाल्नुहुन्छ, त्यसलाई चाहिँ डेलिभरी गर्दाखेरि इफ यु क्यान म्यानेज यर टाइम इन सच अ वे द्याट यु हेभ सर्टेन टुल्स इन योर ह्यान्ड होइन, रिसोर्सेस यसरी तपाईँ एप्लाई गर्नुहुन्छ भने तपाईँको मुभमेन्टहरू कम हुन्छ, तपाईँले मिसिनरिजको मुभमेन्ट कम गर्न सक्नुहुन्छ, टुल्सको पनि अगाडि फ्रन्ट उसमै राखेर तपाईँले फास्ट त्यसको डेलिभरी हुनसक्छ भन्ने एउटा सिद्धान्त थियो। त्यो पहिला टेलर आइसकेपछि त्यसले त्यो प्लान गरेर त्यो म्यानेजमेन्टमा एउटा त्यसको युजेस गरेर अरू कुराहरू जापानले धेरै कुराहरू विकास गर्यो, त्यसपछि टेलरले ल्याएको कुराहरू हुन्छ। यी सबै कुराहरूले हेर्दाखेरि चाहिँ हामीले केमा ध्यान दिनुपर्छ भन्दैन, हाउ डु यु एक्चुली स्पेन्ड योर इन्टायर डे भन्ने कुरामा चाहिँ फोकस गरेर तपाईँले सक्नुहुन्छ। किनभने तपाईँले आफ्नो रिक्वायरमेन्ट के हो, तपाईँको डेली खाना खाने होइन या चाहिँ तपाईँ वासरुम जाने सर्टेन रिक्वायरमेन्ट चाहिँ तपाईँको अभियसली हुन्छ। त्योभन्दा बाहेक तपाईँको एउटा सर्टेन तपाईँ अब कोचिङ सेन्टर पढ्न जानुहुन्छ या बसबाट आउनुहुन्छ या ड्राइभ गरेर आउनुहुन्छ, जसरी पनि तपाईँको सर्टेन टाइम तपाईँसँग हुन्छ कि कुनै पनि हिसाबले तपाईँले एडिसनल टाइम यु हेभ अभाइलेबल। तपाईँले कसैले अब आफ्नो मेडिटेसन गर्नु होला, कसैले आफ्नो बाल्यकालदेखि नै सिकेको हबीका कुराहरू हुन्छन्, जो कसैले पोइम लेख्नु होला, कसैले आर्ट गर्नुहुन्छ, कसैले मैले चाहिँ मेरो सुरुदेखि नै मेरो प्यासन एउटा चाहिँ के थियो भन्दा म्युजिक चाहिँ मेरो के थियो, कस्तो खालको प्यासन थियो भन्दाखेरि म घरबाट बाहिर निस्किँदाखेरि मलाई मनपर्ने गाना सुनेरै जानुपर्ने हुन्थ्यो कि मलाई, अदरवाइज आई फिल सम काइन्ड मोटिभेटेड हुनलाई मैले त्यो सधैँ सुन्नुपर्ने, मलाई गर्नै पर्ने हुन्थ्यो कि। त्यसपछि मेरो एउटा इन्सपिरेसन चाहिँ छ नि, भित्रभित्र नै म एकदम मोटिभेटेड हुन्थेँ, त्यसरी नै म हरेक एभ्री डे चाहिँ म त्यसरी बिताउँथेँ। तर मलाई यसै भन्दै गर्दा चाहिँ मैले चाहिँ खास सिकेको चाहिँ आफ्टर मेरो 10 त्यो बेलामा त एसएलसी हुन्थ्यो, मैले 2038मा एसएलसी दिइसकेपछि त्यो टाइममा चाहिँ एक्ज्याक्टली भन्यो भने हरेक एक्जाम पछि सर्टेन ग्याप्स हुन्थ्यो, निकै ठुलो ग्याप हुन्छ, 3 महिना 4 महिना
तपाईँले त्यो रेजिस्टर गरेर एजुकेसन फेरि अर्को युनिभर्सिटी कलेजमा एडमिसन गरिसकेपछि क्लास स्टार्ट हुन टाइम लाग्थ्यो। त्यो कारणले मैले धेरै आफ्नो हबीहरूलाई उजागर गरेँ। तीमध्येमा एउटा मलाई चाहिँ सबभन्दा मनपर्ने चाहिँ मेरो एउटा क्लासिकल गिटारको एउटा मेरो प्यासन थियो। त्यसलाई मैले मेरो आफ्नो गुरुबाट सिकेर त्यो एउटा मैले लिएको थिएँ। त्यो चाहिँ मैले कन्सन्ट्रेसनको रूपमा एउटा मेडिटेसनको रूपमा हरेक टाइममा मलाई कहिलेकाहीँ म लोन्ली फिल गर्ने म त्यो बजाउँछु र त्यसले मलाई चाहिँ कस्तो हुन्छ भन्दाखेरि कुनै कुनै कुराहरू हामीले लङ लास्टिङ फ्रम द डे वान स्टुडेन्ट लाइफदेखि अहिलेसम्म मैले तन्काएर राखेको मलाई मनपर्ने कुरा भनेको यो एउटा म्युजिक पनि हो, जसमा चाहिँ मेरो इन्डिभिजुअल यो फिङ्गर्सको मेमोरी, मेरो माइन्डको मेमोरी, मेरो जुन माइन्डलाई चाहिने एउटा गेम जस्तो पनि हो त्यो सार्पन गरेर राखेको छ। र अहिले पनि म जुन पहिला आजभन्दा 30 वर्ष अगाडि बजाउने पिसेसहरू अहिले पनि बजाउँछु र मलाई आफैलाई एउटा खालको मेडिटेसन मिल्छ। र यो टाइमको म्यानेजमेन्ट चाहिँ सबभन्दा ठुलो कुरो। र म एउटा कुरा जोड्न चाहेँ, मैले एजुकेसनको टाइममा पनि मैले कम्प्लिट गर्दाखेरि धेरै मैले पनि विभिन्न ठाउँमा मैले खास दिल्लीबाट रेजिस्टर गरेको हो र कम्प्लिट गर्दाखेरि मैले चेन्नाईमा कम्प्लिट गरेको थिएँ। चेन्नाईमा कम्प्लिट गर्दाखेरि मलाई लास्ट टाइममा चाहिँ मैले एउटा प्लानिङ गरेको थिएँ टाइम म्यानेजमेन्टमा। मैले आफ्नो सिनियरहरूबाट के एउटा प्राप्त गरेको थिएँ भन्दाखेरि तपाईँले राम्ररी कन्सेप्चुअल क्ल्यारिटी भएर सबै विषय राम्ररी थरोली स्टडी मेटेरियल कम्प्लिट गरेर पढ्यो भने तपाईँ पास हुनुहुन्छ भनेर भन्थ्यो कि। त्यो हुँदाखेरि मैले चाहिँ के गरेँ भन्दाखेरि स्टडी मेटेरियल्सको हरेक पेजेसहरू काउन्ट गरेर टोटल कति पेजेस हुन्छ अनि मैले त्यसलाई त्यो टाइममा एभ्री डे हाउ मच आवर्स आई क्यान गिभ भन्ने मैले क्यालकुलेट गरेँ। त्यो अनुसार मैले प्लान गरेर मैले पास गरेको हो। त्यसैले मैले सधैँ के भन्छु भन्दाखेरि अब्जेक्टिभ एप्रोच लियो भने सब्जेक्टिभली यु मे बी तपाईँले सब्जेक्टिभली यो गरौँला भन्ने इमोसन्सहरू होला। अब्जेक्टिभली चाहिँ तपाईँले नम्बर्समा चाहिँ तपाईँले हरेक चिजलाई ट्रान्सलेट गर्न सक्नुहुन्छ कि यु आर अ नम्बर क्रन्चर। हामी स्टार्ट गर्नु जे चिजलाई पनि नम्बरमा ट्रान्सलेट गरेर त्यसलाई अब्जेक्टिभ वेमा त्यहाँ रिजल्ट चाहिँ निकाल्न सक्छौँ भन्ने चाहिँ मलाई कन्फिडेन्स छ। त्यही अनुसार थ्याङ्क यू सो मच सर। र टाइम म्यानेजमेन्टको कुरा गर्दै गर्दा एकदमै कम टाइम छ है। सो मेरो नेक्स्ट क्वेसन चाहिँ मैले हरि सरलाई सोध्न चाहेँ। एकदम अब हामीले कुरा गरिरहेको हुन्छौँ सिए भइसकेपछि स्कोप अनलिमिटेड छ, स्कोप अनलिमिटेड छ भनेर होइन। सो सरलाई मैले सोध्न चाहेँ त्यो अनलिमिटेड स्कोप चाहिँ के हो त? नेपालमा स्कोप के हो र नेपाल बाहिर स्कोप के हो? त्यो क्वेसन सोध्न चाहेँ। अब स्कोप अनलिमिटेड छ तर टाइम एकदम लिमिटेड छ, एकदम छोटोमा भनिदिनु होला सर। थ्याङ्क यू रिसनजी। आइक्यानको सायद 2013-14को जर्नलमा मैले एउटा आर्टिकल पनि लेखाएको थिएँ, लाइक कोर एन्ड मोर एरियाज फर चार्टर एकाउन्टेन्ट्स भनेर। यो त्यतिखेर हेर्दाखेरि अराउन्ड ग्लोबल्ली 80+ एरियामा सिएले काम गरिरहेको मैले रिसर्च गरेको थिएँ र नेपालमा ब्याक देन वाज समथिङ लाइक 20+ एरियाजमा काम गरेको मैले भेटाएको थिएँ। अहिले विथ द पासेज अफ टाइम अबाउट अ टिकेट प्लस टेक्नोलोजिकल एडभान्समेन्ट अनि न्यू एन्ड न्यू म्यानेजमेन्ट एरियाज अनि यो फाइनेन्सियल प्रोडक्ट्स हेर्दाखेरिमा चाहिँ मलाई लाग्छ अब लेटेस्ट कुरा गर्ने हो भने अहिले आइटी एन्ड अराउन्डमा काम गर्ने सीहरू पनि नेपालभित्रै पनि 50-60 जना कोरमै हुनुहुन्छ। त्यसमा अब इभन बिग डेटासम्मको काम गर्ने पनि सीहरू हुनुहुन्छ होइन। एकदम सिम्पल बेसिक अकाउन्टिङदेखि लिएर गएर बिग डेटा एनालाइसिससम्म काम गर्ने सीहरू हुनुहुन्छ भने अब यो हाम्रो सायद क्याप 3मा त 8वटा पेपर छ होइन, 8वटा पेपर छ। हामी 8वटा पेपरमा मास्टर लेभलको नलेज छ भन्ने हामीले क्लेम गर्छौँ होइन। नलेजको लेभल पनि त्यही हो भने त्यसैले पनि देखाउँछ। तपाईँ त्यही भित्र गएर च्याप्टर पढ्नुहोस् त्यसैले पनि देखाउँछ। त्यसको ग्लोबल प्र्याक्टिसहरू कुन लेभलमा मार्केट कत्रो छ, त्यसको चाहिँ कत्रो स्कोप छ भन्ने कुरो त्यसले पनि खोज्यो भने हामीले भेटिहाल्छौँ। मलाई लाग्छ आजको दिनमा मैले थाहा पाएसम्म, मैले ट्राभल गर्दाखेरि कम्युनिकेसन गर्दा थाहा पाएसम्म नेपाली सिएहरू चाहिँ नेपाल बाहिर लगभग 22-24 देशमा हुनुहुन्छ। अलि धेरै पपुलेसन भएको भनेको दुबई, युएई, त्यसपछि गएर युएस, युनाइटेड स्टेट्स, क्यानाडा अनि अस्ट्रेलिया, युके र केही अफ्रिकन कन्ट्रीहरूमा पनि हुनुहुन्छ राम्रो नम्बरमा। हाम्रो प्रेसिडेन्ट सर पनि लामो समय धेरै पटक धेरै ठाउँमा काम गरेर आउनुभयो होइन, फ्रिक्वेन्टली 1 year 2 year लाइक द्याट हो। त्यस्तो छ र तपाईँलाई भन्दाखेरि आजको दिनमा आइक्यानकै प्रोडक्ट बिग 4को डिपार्टमेन्ट हेड भएर अमेरिकामा काम गरेको पनि हामीसँग इक्जाम्पलहरू छ। र हाम्रै नेपाली चार्टर एकाउन्टेन्ट एउटा इक्जाम्पल दिएको, त्यस्तो त सयौँ इक्जाम्पल छ, सबै मैले अहिले भन्न भ्याउँदिनँ। क्याम्बोडियामा एउटा कमर्सियल ब्याङ्कको हेड अफ डिपार्टमेन्ट भएर काम गरेको इक्जाम्पल पनि छ होइन। हाम्रै सिएहरू
हेल्थ इकोनोमिस्ट भएर अस्ट्रेलियामा काम गरेको हाम्रो सिनियर पनि हुनुहुन्छ र हाम्रो नेपाली सीहरूको पर्फर्मेन्स चाहिँ ग्लोबल्ली एकदमै राम्रो छ, रिकग्निसन पनि राम्रो छ, रिटर्न पनि राम्रो छ, अर्निङ पनि राम्रो छ। र यति भन्दै गर्दाखेरि मैले एउटा तितो कुरा पनि भन्नुपर्ने हुन्छ, नयाँ पुस्तामा चाहिँ अलिक छिटो छिटो पैसा कमाउने भोग भनौँ कि भूत चढेको जस्तो देख्छु मैले। हामी पहिला सिए भएर आउँदाखेरि मेरो अहिले 29th इयर हो, म सिए भएको 29 वर्ष भयो होइन। हामीलाई चाहिँ पैसा कमाउँदाखेरि डर लाग्थ्यो, ओहो म त अरूभन्दा धनी देखिन्छु कि, गाडी किन्न डर लाग्थ्यो होइन। गाडी किन्ने पैसा थियो तर किन्यो भने के भन्ला मेरो छिमेकीले, मेरो साथीले अथवा मेरो क्लासमेटले भनेर सोच्थ्यौँ। आई रिमेम्बर मेरो पार्टनर हुनुहुन्थ्यो त्यतिखेर एलपी भानु शर्मा, अहिले स्पिरिचुअल कोच हुनुहुन्छ। हामीले एकैचोटि गाडी किन्न पैसा निकालेको, उहाँले किन्नुभयो, मैले सोचेँ उहाँ त दाइ हो म भाइ हो, अब म अलिक पछि किन्छु नि भनेर मैले त्यसलाई पोस्टपोन गरेर 1 वर्ष 1.5 वर्षपछि गाडी किनेँ पैसा हुँदा पनि। तर आजभोलि मैले देखिरहेको छु कि रोइ कराई गरेर कहाँबाट पैसा ल्याएर आमासँग होइन, सासूसँग अथवा मितसँग है, यस्तो पनि भेटेँ मैले एकजना भाइ है, मलाई दुःख लाग्यो, फेक गर्लफ्रेन्ड बनाएर पैसा ल्याएर गाडी किनेछ। आई फिल भेरी 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 स्याड एक्चुअली है। तपाईँले किन भनेको भने अघिको त्यो इक्विभ्यालेन्सको कुरा पनि म जोडिदिन्छु यहाँनिर, इक्विभ्यालेन्सको कुरा पनि जोडिदिन्छु, यदि हाम्रो स्कोपसँग रिलेटेड कुरा हो। हेर्नुहोस्, हाम्रो जीवनमा एउटा आफूले गर्ने काम हुन्छ, अर्को अर्काले दिने कुरा हुन्छ, अर्को हामी मिलेर गर्ने काम हुन्छ, बुझ्नुभयो नि? हो हो अर्काले दिने भने कस्तो हो भने दुईजना मान्छे सँगसँगै वनमा गइरह, गौरवजी र म जङ्गलमा हिँडेर डेन्स फरेस्टमा झ्याप्प बाघ देख्नुभयो गौरवजीले। गौरवजीले मलाई सोध्नुभयो, सर बाघ आयो के गर्ने? अनि मैले के भने, अब हामी केही गर्नु पर्दा जे गर्ने बाघले नै गर्छ होइन। हो अर्काले दिने कुरा यस्तो हुन्छ, दिन नि सक्छ नदिन नि सक्छ, हो कि होइन? तर आफूले गर्ने कुरा आफ्नै हातमा हुन्छ, हो कि होइन? म अहिले सिए भएको 29 वर्ष भयो, मेरो सिए बाहेक अरूको 7वटा एकाडेमिक डिग्री गरेँ मैले, 7वटा। हाउ मेनी? र मैले यहाँ अगाडि पनि देखिरहेको छु फ्याकल्टीहरू, अरू पनि 4-5 जना हुनुहुन्छ जसले चाहिँ एक्स्ट्रा डिग्री लिनु भएको छ, पढ्नु भएको छ, म चिन्छु यहाँ होइन। अनि उहाँलाई इक्विभ्यालेन्स चाहिएको छ? चाहिएन। त्यो त अर्काले दिने हो, आफूले गर्दा मिलिहाल्यो नि होइन। हो सेयिङ अल दिस, मैले इक्विभ्यालेन्स चाहिँदैन भने होइन। आइक्यानले पनि एउटा आफ्नै लबाट इस्टाब्लिस भएको बडी हो, यसले पनि आफ्नो तरिकाले प्रयास गरिरहेछ होइन। नयाँ इडी हुनुहुन्छ, उहाँले अझ थप प्रयास गर्नुहुन्छ हाम्रो प्रेसिडेन्टको गाइडेन्समा, र एसोसिएसन लगायत अरूले पनि आफ्नो प्रयास गरिरहेछ। तपाईँहरूले पनि प्रयास गर्नुहोस्। हो त्यो चाहिँ भनेको के हो भने एक्स्ट्रा फिदर हो, भए हुन्छ नभए हुँदैन। अरू कुरा म तपाईँलाई बताइदिन्छु, म पनि एमबिएको पार्ट टाइम फ्याकल्टी हो, कहिले कुनै बेला लामो समय कुसुममा पनि थिएँ, अहिले टियुको सोम टियुमा पनि छु। के छ भने आज जस्ट 12 कक्षा पास गरेर सिए पास गरेको हाम्रो भाइ बहिनीहरूले एमबिएलाई पढाउनुहुन्छ, नो विदाउट इक्विभ्यालेन्स, एमबिएलाई पढाउनुहुन्छ। सो डु दे निड इक्विभ्यालेन्स? नो। मलाई फोन आउँछ, मलाई फ्याकल्टी खोजिदिनुहोस् भनेर, के को फ्याकल्टी भनेर सोध्छु मैले, अकाउन्ट्सको, फाइनेन्सको, ट्याक्सेसनको भनेर खबर आउँछ हो। अनि मैले भने को चाहियो भन्दा सिए चाहियो, अनि देन आई फिल प्राउड। ओके, आई फिल प्राउड। र मैले दर्जनौं भाइ बहिनीलाई रिकमेन्ड गरेको छु, दे डोन्ट निड इक्विभ्यालेन्स हो। र मलाई के लाग्छ भने आई एम टकिङ समथिङ नट फर्मल, समथिङ अलाउ मी टु बी इन्फर्मल। हामीले इक्विभ्यालेन्स किन नदिया होला भने जेलस भएर नदिएको, बुझ्नुभयो हो, अरू केही कारण छैन है। अरू कुरा पछि गर्नु है त, धन्यवाद। एउटा स्कोपको कुरामा चाहिँ मैले हरिदाईले भनेको कुरामा 1-2वटा कुरा चाहिँ के थप्न चाहियो भने सबैजनाले मनन गर्नु होला। स्कोप चाहिँ देयर आर 2 टाइप्स अफ स्कोप है। अघि नै एकजना बहिनीले छिमेकीले चाहिँ आमालाई चाहिँ मेरो छोरा चाहिँ अमेरिका गयो, त चाहिँ यहीँ जस्ट फेल भयो भनेर सोधेर जिसाउँछन् भन्थे। त्योसँग रिलेटेड के छ भने नेपालमा बसी इन्टरनेसनली काम गरेको पनि एक स्कोप छ है। हामीले डेटालाई अघि नै बिग डेटाको कुरा गर्नुभयो, डेटा क्लिन्जिङको काम, बिजनेस इन्टेलिजेन्सको काम नेपाल बसेर 100औं चार्टर्ड एकाउन्टेन्टले गरिरहनु भएको छ आफै। पोलिसी लेभलमा इन्टरभेन्सन गर्नु परेछ, अडिट पनि बसी भइरहेछ।
फाइनेन्सियल एडभाइजरी सर्भिसेस, ट्याक्स रिटर्नको काम पनि यहाँ बसी बसेर चार्टर्ड एकाउन्टेन्ट साथीहरूले गरिरहनु भएको छ। स्मल लेभलमा छ, पब्लिसिटी धेरै छैन, तर देयर आर थिङ्स पिपल आर डुइङ अराउन्ड द वर्ल्ड सिटिङ हियर। सो स्कोप चाहिँ बाई द टाइम यु गाइज विल बिकम चार्टर्ड एकाउन्टेन्ट, 2-4वटा टेक्निकल कुराहरू पनि छन्। सस्टेनेबिलिटी रिपोर्टिङ भनेको यस्तो कुरा जसमा तिमीहरू हामी सबैजनाले आफूलाई एक्सपर्टाइज बनाउन सक्छौँ। विश्वको स्कोप छ, यु क्यान वर्क around the world from Kathmandu or from Nepal, from Pokhara, from Budwal and Doradura, whatever. And Kirtipur. Thank you so much, sir. We are almost at the end of our panel discussion. Malai दिएको टाइम त सकि नै सक्यो, त्यही पनि अब लास्ट 5 मिनट्स मैले लिन चाहे यहाँबाट. सो गौरव सरलाई मेरो क्वेशन चाहिँ के भन्दाखेरि ICAN को रिटोटलिङको फी 500 रुपैयाँ छ है सर. मे आई कन्फर्म द्याट फ्रम यु? ओके. अनि त्यसपछि आन्सर सिट चेक गर्ने फी कति छ सर? मतलब स्टुडेन्टले आन्सर सिट हेर्ने फी 1000 रुपैयाँ. ओके. अनि घर लानको लागि कति छ सर? घर लानको लागि 6000 छ. मसो सोध. ओके ल मैले लेट्स गो. सो 6000 को फीमा प्रश्न जे आयो भने त्यो चाहिँ घट्दैन, घर लाग्न पाइँदैन. फेसबुकमा गयो भने मैले एकजना पनि रिसोर्स पर्सन भेट्दिनँ. सबै कुरा चाहिँ स्टुडेन्टको डिमान्ड मात्र हुन सक्दैन. टिचरले जसले कपी जाँदैन उसको कपी चाहिँ केही गरी कसैले अपलोड गर्यो भने त्यो टिचरै भेट्दैन. कपी चाँच्ने मान्छे भेटेन भने जाँच कहिले आउँछ? 6000 घट्दैन. अरू प्रश्न के छ? होइन घटाउनु भनेको होइन, त्यो हामीले जुन पेपर घर लानलाई चाहिँ आइक्यानले किन डिस्करेज गर्दैछ? डिस्करेज त्यसकारण गरेको कसैले अपलोड गर्न टिचर मैले कस्तो रिसन थापा भन्ने भाइले कपी जाँचेको छ, उसको कपी चाहिँ बाहिर गयो भने रिसन थापा नेक्स्ट टाइम आइक्यानले के भन्छ? म त आउन्न सर, म त आउन्न, यो यहाँ त रिस्क हुँदो रहेछ भन्ने हुन्छ. मान्छेले ह्यान्डराइटिङ बुझ्न सक्छन्. पर्सनली घर लाग्ने कपी लाग्ने कन्सेप्टै रङ हो. त्यसमा चाहिँ म चाहिँ बिलिभ गर्दिनँ. अनि त्यसकारण 6000 राखेको. त्यही पनि कोही लान चाहन्छ भने यु क्यान टेक इट. ओके, थ्याङ्क यू सो मच सर. सो द लास्ट क्वेसन. हजुर एकछिन एउटा कुरा मैले अध्यक्षजीकोमा जोड्न चाहेँ. हेर्नुहोस् भाइ बहिनीहरू, साथीहरू, तपाईँहरूको कुरा मात्रै सोध्नुहुन्छ, हामीले तपाईँहरूको पनि सोध्छौँ, हाम्रो पनि सोध्छौँ. एउटा कुरा त्यो छ. अर्को कुरा के छ भने विद्यार्थीले आइक्यान म्यानेजमेन्टको तर्फबाट पनि सोध्नुपर्छ कसरी व्यवस्थापन गर्छ होला यो कुराहरूलाई भनेर. र व्यवस्थापनले विद्यार्थीको तर्फबाट सोध्नुपर्छ. दुवैतिर यो बुद्ध धर्ममा के हुन्छ भने परस्परावलम्बी भन्ने सिद्धान्त हुन्छ. एकले अर्काको बारेमा सोच्यो भने सबै कुराहरू ठिक हुन्छ. धन्यवाद. थ्याङ्क यू सर. लास्ट क्वेसन त अनि सकिएला. सो यो प्रोफेसनल्स अकाउन्टेन्टहरूले चाहिँ आफ्नो प्रोफेसनल क्यापेसिटीभन्दा बाहिर काम गर्ने, आर्टिकल्सहरूलाई अब यो स्टिमेटेड टाइमभन्दा धेरै काम गराउने यस्तो ट्रेन्डको अगेन्स्टमा चाहिँ आइक्यानको के छ त पोलिसी फ्युचरको लागि? त्यो चाहिँ यो क्वेसन चाहिँ कस्तो भने हाम्रो नियमावलीमा 6 बजे लेखेको छ, तर पुसमा घोटेर काम गर्नु भनेको चाहिँ इट्स नट एक्सप्लोइटेसन, इट्स लर्निङ. बाई द टाइम यहाँ हाम्रो 30 जना सरहरू चाहिँ फ्याकल्टी हुनुहुन्छ. आज होइन, तपाईँहरूले भोलि पछि क्लासमा सोध्नु होला. उहाँहरूले चाहिँ त्यो दिनको बारेमा खुसियालीको साथ कुरा गर्नुहुन्छ. जब 2 बजे राति म घर गएँ, भोलिपल्ट बिहान फेरि 8 बजे अफिस जानु पर्यो. हामी यस्तो बिजनेसमा छौँ कि जुन बिजनेसमा पुस मसान्त भन्ने टाइम आउँछ, जुन बिजनेसमा आसिन मसान्त भन्ने टाइम आउँछ. जति एउटा क्लाइन्ट हुन्छ सबैको डेडलाइन पुस मसान्त हुन्छ. त्यो बेला चाहिँ कामको वर्कलोड चाहिँ डबल ट्रिपल भएर जान्छ. त्यो बेला अफिसमा सबैले चाहिँ काम गर्ने, आर्टिकललाई चाहिँ 6 बजे घर जा भनेर भन्न सकिँदैन. ट्रेनिङ गरेकै घोटेर काम गर्नलाई ट्रेनिङ गरे हो. त्यसकारण चाहिँ अरू एक्सप्लोइटेसन अदर देन त्यो वर्किङ एक्सपिरियन्समा चाहिँ काम गरेकोलाई चाहिँ एक्सप्लोइटेसन भनेर भन्न पाइँदैन. घरमा गएर ए मेरो तरकारी किन ल्याइदिए, मेरो छोरालाई स्कुल पुऱ्याइदिए भन्यो भने चाहिँ एक्सप्लोइटेसन हो. तर ब्यालेन्स सिट अडिट गर, यो ब्यालेन्स सिट पखै यो 8 बजे एउटा क्लाइन्ट आउँदैछ, 8 बजे राति त्यसलाई आधा घन्टा चाहिँ समय दिएर उसको रिटर्न फाइल गरेर मात्र घर जाने भन्यो भने इट्स नट एक्सप्लेनेसन, इट्स लर्निङ. थ्याङ्क यू सो मच. र अब मेरो लास्ट क्वेसन हाम्रो सौरभ सरलाई भयो. एउटा लास्ट छ यार, अघि नै मलाई लास्ट भने होइन. Audience, shall this be the last question? Okay. But then again, हामीले सरहरूको टाइमलाई नै कन्सिडर गर्नुपर्ने हुन्छ. सो यो क्वेसन अगेन मैले सर हाम्रो सेक्रेटरी सरलाई सोध्न चाहेँ. यो सोसियल मिडियामा आएको कम्प्लेन हो अगेन है. सो के कम्प्लेन आएको हो त भन्दाखेरि चाहिँ
जस्तो हाम्रो भक्तपुर सेन्टर थियो एक्जामको, त्यसको बाहिर चाहिँ लाउड कन्सर्ट भइरहेको थियो अरे एक्जामको टाइममा। सो यस्तो कुराहरूको बारेमा चाहिँ आई क्यान लिभ फ्युचरमा चाहिँ, अब हुने कुरा त भइसक्यो, सो फ्युचरमा चाहिँ नहोस् भनेर के कस्तो एक्सन्स इम्प्लिमेन्ट गर्ने? यो बेसिकली मैले के बुझेँ भने म मात्र आउनुपर्ने रहेछ यहाँ क्वेसनहरू वाज लाइक गौरवजीले एन्सर दिने, हि इज नट द पर्सन टु एन्सर दिस क्वेसन, इट्स मी। जाँचमा चाहिँ हामीले चाहिँ नम्बर अफ स्टुडेन्ट चाहिँ बढेर गए। भक्तपुरमा एउटा सेन्टर लियौँ, छेउमा ग्राउन्ड थियो, त्यो ग्राउन्ड आजकल चाहिँ कन्सर्ट हुँदो रहेछ। त्यो दिन चाहिँ आइजीलाई फोन गऱ्यौँ हामीले, आइजीसम्मलाई फोन गरेर त्यो एकछिन चाहिँ बन्द गरायो स्याटरडेको दिन परेकोले। अबदेखि त्यहाँ सेन्टरमा जाँच हुँदैन, सिम्पल। Let's go! That's ICANN for you, ladies and gentlemen. Okay, so सरहरू अलि हतारमै हुनुहुन्छ, so let's end this panel discussion right here. Thank you so much, sir. Thank you for coming. Thank you for gracing us with your presence. It was absolute honor to have you all here.